बिसेर आउँदै जस्तो But we're almost ready. I just wait for like 10 minutes for resin. तर नआउनु पर्दैन बलीमा हातले बस्नु निराश भइसक्यो क्या के जति मुख थाक्दै निराश भइसक्यो क्या कि निराश हुन्छ सुमिलाई उठाउनु पऱ्यो नि त अब यार हाम्रो लाटो सरको बर्थडे आज लाटो सरको बर्थडेको दिन उठाउनु पऱ्यो नि त लाटो सरलाई गुरु गुरु उठ्नु पऱ्यो ह्याप्पी बर्थडे ल हात मिलाउनु पऱ्यो यहाँ हात आएपछि जन्मदिनको शुभकामना भनेर उठ्नु निस्किँदैछौँ गाइजहरू निस्किँदैछ नेक्स्ट डेस्टिनेसन सानो एसएनएस मेडिकल क्या वेदर चाहिँ खासै राम्रो छैन तर पनि हामी पुग्छौँ टु आवर डेस्टिनेसन के हुँदैछ त केटा हो सुत्नु सुतिरहेछन् सुत्ने सुतिरहेछन् कमल सर त्यहाँ हुनुहुन्छ पछाडि काले खोइ कता छ काले खोइ काला देखिँदैन के भन्नु छ त अरुण सर केही छैन रमस थियो हामी अब त नराम्रो पनि गइरहेछौँ के भन्दा व्यस्तै पऱ्यो केटालाई अटो मजा भन्दा मान्दैनन् केटाहरूलाई 2 महिना कुर्दा केटाहरूले मलाई कुराउँदा बल्ल बल्ल आइपुग्यो केटाहरू यमी इनमा टमी टमी ल सुबिन सरलाई सुबिन सरलाई ह्याप्पी बर्थडे ठिक छ ल See you there. हामी चाहिँ आइपुग्यौँ कतानिर आइपुग्यौँ भन्दाखेरि कताबाट आइपुग्यौँ हामी सेट हाम्रो त छैन त यता हामी अहिले यहाँ छौँ हामी आइपुगेको छौँ to have some breakfast and some coffee. We're looking to order something. पाइहरू छ यहाँ क्यान बेस खाले के खाने रजन something filling chicken and chicken fried. So this is the coffee that we had here. अब हामी यहाँ कफी स्नोबलाई सोधौँ कस्तो छ त कफी यहाँको तिनवटा चिनी हाल्दा खाइ पनि तँलाई टरो टरो भयो जे होस् टु सुगर्स विथ क्यापुचिनो ल ठिक छ पानी परिरहेछ अब यहाँ सक्यो रोजबर्ड सक्यो अब रोजबर्ड सकेपछि तल हामी केप स्न्याक होइन केप हामी चाहिँ अहिले मरेज लुकआउटमा छौँ जस्ट 5 minutes ड्राइभ डाउन फ्रम द आर्थ सिटको मेन बिल्डिङ वे वी ह्याड ब्रेकफास्ट सो द्याट्स द ओसन तर ओसन र यो के अरे स्काईको ठाउँमा भएको भएर होराइजन जस्तो देखिरहेको छ है इट्स नाइस पानी पऱ्यो पनि खासै हामीलाई चाहिँ त्यो त्यसले केही बदल गरेको छैन स्टिल नाइस देखिरहेको छ केटाहरू अलिअलि फोटो खिचिरहेको छ अब यहाँबाट निस्किनुपर्छ पछाडि पानी मैले चाहिँ के भने पानी पऱ्यो पनि भ्यू नाइस देखिरहेको छ नाइस रमाइलो भइरहेको छ भन्ने कुरा गरेँ क्या डिफ्रेन्ट भनौँ न ल ठिक छ विल किप यु अपडेटेड हामी त बाटोमा त देखाइहाल्छ नि देखाउनु त वेदर चाहिँ खुल्दै आएको छ अघि भन्दा है कलर हेर न कलर
So our destination now is Cape Snoek. अनि हामीले हाम्रो ड्राइभर दाइ पनि अर्को हालिसकेका छौँ. हाम्रो कमल हुनुहुन्छ ड्राइभर दाइ. हाम्रो मेन ड्राइभर चाहिँ पछाडि बसिसक्नु भएको छ. पिल्लर के सबै वाल पिल्लर के 10 अनि उबरमा गएको पनि हैन. धेरै लाइट हाउस मैले जिप फेका त राम्रो थिएन अरे. कति ठग जस्तो लाग्यो मलाई. This is the entrance for the lighthouse. अलिकति ग्लिम्स अघि देखिरहेको थियो. अब देखिँदै आइरहेछ. So this is the lighthouse here. Boys are heading to the lookout, another lookout. So this is the view. Loading. कसलाई केटाहरूलाई स्पट फोटोसोटो खिचिसकेपछि really good. दामी फोटो हेर्ने क्या केटा हो के बोला न. ठिकै थियो रमाइलो भयो. अब अरू नयाँ भिडियोहरू पनि राम्रो नयाँ केटाहरूको पानी परिरहेछ हैन. ओसनमा यस्तो भइरहेछ यहाँ. यस्तो अहिले कुकुर खिच्छ. यहाँ छ लाइट हाउस. ओसनमा यस्तो भइरहेछ तर ठिक छ ल. ओर्थिटै भइरहेछ अहिलेसम्म पानी परे पनि हैन. एकदम वाला होइन. पानी पर्दा हामीले बिस्तारै घामको किरण देखिसकेका छौँ. डायमन्ड बेमा जाँदा चाहिँ जहिले पनि यस्तै नै हुन्छ है. संयोग नै हो. पौडी खेल्नै मिल्छ जस्तो चाहिँ हुँदैन. यहाँ हट स्प्रिङ पनि छ. मोर्निङटन पेनिन्सुलाको हट स्प्रिङ जाने बाटो चाहिँ यतापट्टि हो. हामी चाहिँ सिधा स्ट्रेट वे गोइङ स्ट्रेट दिस बोय. हाम्रो अहिलेको डेस्टिनेसन चाहिँ हो डायमन्ड बे. वी बिन देयर बट हाम्रो कमलहरू जानु भएको छैन, रजनहरू. त्यही भएर हामी यताबाट जान्छौँ. एक्साइटेड छौ नि कमल? एकदम सुपर एक्साइटेड एन्ड पम्प्ड अप. म जाने भनेपछि त एभ्री टाइम एक्साइटेड. त गइसकेको छस् होइन? त्यो पनि तँलाई कस्तो लागिरहेको छ त? फेरि जान मन थियो तर जान चाहिँ खुसी लागिरहेको थियो मलाई. रजन सर Happy days. I'm looking forward. ठिक छ. हाम्रो सर Living the dream.
केटे चाहिँदैन केटा किन चाहियो भन्ने खाले जस्तो हो Finally, we're here at Diamond Bay. Jump, Mati, jump, Mati. First stop, Bay of Islands. So this is the view, guys. This is the Diamond Bay. After exploring Diamond Bay, next destination awaits. Sorrento Beach. Sorrento Beach. त्यहाँमा चाहिँ हामी एउटा जेटी छ त्यहाँ जेटी हेर्छौँ. We good to go? Good to go. हामी चाहिँ सोरेन्टोमा आइपुग्यौँ हैन. एक्चुअली हाम्रो प्लान चाहिँ यहाँबाट यहाँ चाहिँ एउटा फेरी चल्छ. यो फेरीमा चाहिँ गाडी हालेर उता हामी क्विन्स क्लिफसम्म जान मिल्थ्यो ग्रेटर सन रोड. हाम्रो प्लान चाहिँ ग्रेटर सन रोड जाने चाहिँ यसरी यो उसमा फेरीमा हालेर जाने भन्ने प्लान थियो. तर आज सुबिनको बर्थडे भएको कारणले गर्दा वी हेड टु चेन्ज द प्लान. सो वी आर हियर एट सोरेन्टोको यो के भन्छ यसलाई पोर्ट भनौँ, यो जाने ठाउँ. त्यही भएर हामी आज घर गएर बार्बिक्यू बेलुका गरेर अनि भोलि चाहिँ बिहानै उठेर जिलङ हुँदै क्विन्स क्लिफ हुँदै लोन निस्केर एपोलो बे निस्केर विल हेड टु द टेबल अफ एपोस्टल्स डाइरेक्ट. वेदर चाहिँ प्रिटी फक्ड अप तर पनि ठिकै छ. इट्स नाइस. डिफ्रेन्ट टाइम, डिफ्रेन्ट मेमोरिज. दर्शन कभी हामी चाहिँ लगभग केही खानु पऱ्यो भनेर आइपुग्यौँ. केटाहरूले चाहिँ पिज्जा खाने भने डोमिनोज पिज्जा, बिकज डोमिनोज पिज्जा इज अरुण's फेभरेट पिज्जा. always best peri peri sauce. Always best peri peri sauce. So but we gonna order the gongcha from there. हाम्रो गङचाको एक्सपर्ट चाहिँ यहाँ छ. हेर्दै निन्द्रामै छ. So we gonna order the gongcha. Jump. आज बार्बिक्यू भइरहेछ हैन. के रे
ड्रायरले गरेर खिच्ने हो किनभने सब स्ट्रगलहरू देखाउनु पर्छ यहाँ बारबिक्यू खान मात्र मजा हो यो बनाउँदाखेरि जहिले पनि स्ट्रगल हुन्छ थ्याङ्क्स टु कपिल सर यस्तो गरिरहनु भएको हुन्छ अनि यहाँको बोल्दैछ के भन्नु छ त तँलाई आज सुबिनको बर्थडे हामी बारबिक्यूबाट सुरु गर्छौँ होला प्रोब्ली अनि पछि चाहिँ मोमो पनि बनाउनु पर्छ मोमो बनाउन त्यो केक काट्यौँ रमाइलो गरिन्छ आज पुरा रैला गर्ने हो क्या तेरो के छ त आज ल के छ तेरो दाँत पनि नमाजेर पहिल्यै छ छैन तँलाई केही भन्नु छैन यसले खासै केही बोल्दैन सर म बोल्दैन भन्नु पर्दैन एन्जिललाई माफ गर तँलाई के भन्नु छ मेरो तेरो साटोमा के भनौँ ऊ चाहिँ नेपाली अनुहार परेर लेबिनी हो होइन लुक एट द आउटफिट नाकीको चप्पल ल एकचोटि उ गर्न त ल एउटा क्विक आउटफिट चेक गर नि त तेरो ल क्विक आउटफिट चेक ल खोइ ल चप्पल फ्रम अनि अनि बन्द गर न एकछिन अनि you're from Kmart. You're from Burberry Dupes. I know. You Chasma from Nepal. And you phone from iPhone. And this is nails from watch from iPhone. Nails from your natural. You and you're from Sungo Pasal. And this is Kapal from mother. Jean. And this is your lashes from lashes by Sherma. Sherma couple. Sherma couple. Real I think that's it. अनि यहाँ चाहिँ हाम्रो सर चाहिँ हुनुहुन्छ बारबिक्यूको लिडर बारबिक्यू सल्काउने लिडर म लिडर हैन उफ हाम्रो आज सेन्टर अफ अट्र्याक्सन यहाँ हुन्छ छ ह्यापी बर्थडे सुबिन वान सेकेन्ड ह्यापी बर्थडे सुबिन यहाँ हुनुहुन्छ हाम्रो मोहित माउ के हो तेरो नाम फुल भन्डे तेरो नाम के पासा अनि यहाँ हुनुहुन्छ आज हाम्रो कहिले पनि नआउने मान्छे बाटो बिराइरहनु भएको मान्छे राजु सर उहाँको हाँसैको वडा छ होइन ठिक छ नि रमाइलो भइरहेछ नि गुडलाई अनि यहाँ हुनुहुन्छ हाम्रो सानो मान्छे भन्नु होला के हो भन्नु होला केही छ छैन भन्नुपर्ने रमाइलो गर्ने हो क्या आज अनि बर्थडे खास उसको पनि हो आज यो चाहिँ कम्बाइन्ड पार्टी हुँदैछ टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सन्तोषी ह्याप्पी बर्थडे टु यु हिप ल ठिक छ ल मोमोको व्यवस्था पनि भइरहेछ है मोमो अल थ्याङ्क्स टु माताजी यो मोमोको नजिकबाट नदेखाउन राम्रो देखिँदैन कि यहाँ चाहिँ दीक्षा आउनु भएको छ हाम्रो प्रिन्सेस कपाल हेर कपालमा छ क्या अदा कला गाजहरू चाहिँ खाने व्यवस्था गर्न थालिसकेको छन् है यहाँ मोमो चियर्स गर्ने भनेको छन् मोमो चियर्स गर्ने कुरा भइरहेको छ ल चियर्स ल ह्याप्पी बर्थडे सुबिन घ्याम्पे ल मोमो घ्याम्पे मिन वाइल चाहिँ सेको पाकिरहेछ केटाहरू खाना रेडी भइसकेको छन् ल मोहित यहाँ हाल्नु यहाँ Momo is going good, really good. Guys smashing the momo. मोमोले मार्केट लिइरहेछ मोमोको यहाँ डिमान्ड बढिरहेछ एन्जेलाले यहाँ सर्भ गर्दै हुनुहुन्छ अचार उहाँले भोलिसम्म हालिसक्नुहुन्छ हातले so she is the one who is serving the momo को रिएक्सन पाए अनुसार मोमोले ठाउँ पाएको छ
अनि हाम्रो त छ नि भित्र भित्र अर्कै पार्टी भित्रकै भाइ अझै छ मोमोको कमी नहोस् है मोमो कमी बनाओस् ल आदि गर न आफै त अब त साच्चै होला जस्तो लाग्यो कहाँ नाच्छ कहाँ नाच्न गएर रजरको खुट्टा कायम है रजरको खुट्टा कायम एस स्क्वायरको बर्थडे है यहाँ आज अगवाले है सबले Happy birthday to you. Happy birthday to you.